मेरो साँघुरो कोठाको एकमात्र सानो झ्याल, जीवनको उत्तरार्धमा मृत्यु पर्खेर बसेको बुढो मान्छे जस्तो कोठाको एउटा कुना समातेर बसेको छ। नित्य त्यो झ्याल देख्दछ घर अगाडिको बाटो, बाटो पारीको फुङ्ग रङ उडेको पुरानो दुमल्ला घर, घर छेउको बगैँचा अनि नीलो आकाशको सानो भाग। दृश्यपटका यिनै दुई चार थोक मिलेर त्यो झ्यालको संसार बनेको छ। मनभित्र रहेको कुनै महत्त्वकांक्षी सपना जस्तै दिनरात हरेक मौसम अनि वर्षौं वर्षदेखि त्यो झ्यालको आँखा अगाडि त्यही एउटै दृश्य बार बार लगातार निरन्तर दोहोरिरहेको छ। त्यो झ्यालले त्यो दोमल्ला घरलाई वसन्तले सजाएको बगैँचासरी रङ्गिएको पनि देखेको छ। त्यहाँ भमरा मौरी भुनभुनाएको, चराचुरुङ्गी गुनगुनाएको सुने देखेको छ। अनि समयका प्रत्येक घडीले सनै सनै कुनै युवतीको सुकोमल यौवन खोसेर शरीरभरि वार्धक्यको झुर्रीदार निशानी छोडिदिए जस्तै गरी त्यो झ्यालले त्यो घरको यौवन हराएको देखेको छ। त्यसले त्यो बगैँचाको तरल आकांक्षा चाहिँ कलिला बिरुवाहरूलाई अटल संकल्प चाहिँ दृढ रुख बन्दै गरेको देखेको छ। अनि ती दृढ रुखको छाया परेर कति बिरुवा मौलाएको देखेको छ। कति बिरुवा भने त्यही छायाको ओसले गठ्याङ्ग्रिएको पनि देखेको छ। कति बिरुवालाई खुला आकाशले गगनचुम्बी बनाएको देखेको छ र कति बिरुवालाई त्यही खुला आकाशको निर्दयी आतपले डढाएको पनि देखेको छ। त्यो झ्यालले देखेको छ प्रकृतिमा अनौठो असङ्गति, जहाँ एउटै परिवेशमा हुर्किएका स्वजातीय जीवनमा विकासको असमानता छ, जहाँ अनिश्चितताको चोरी औँला समातेर जीवन भविष्यको सैर गर्न हिँड्छ, जहाँ परिचित बाटोले अपरिचित गन्तव्य पुर्याइदिन्छ, जहाँ जीवन मरेको सिनोमा र मृत्यु विलासी दरबारमा भेट्न सकिन्छ, जहाँ सबै समान भएका मानहरूको प्रतिफल प्रत्येक पटकको जोडमा असमान आइदिन्छ। दुईमा दुई जोड्दा चार मात्र होइन, 5 भइदिन्छ, 1 भइदिन्छ, 2 भइदिन्छ, 1000 भइदिन्छ। जहाँ एकै घरका छोरा कोही रावण कोही विभीषण भइदिन्छ। प्रारब्ध यसैलाई भनिन्छ। मेरो साँघुरो कोठाको त्यो सानो झ्याल जीवनकालभरि जगतको घाम छाया देखेर राममाया भोगेर बुढो भएको मान्छेले जस्तै प्रारब्धको हिसाब नबुझे पनि प्रारब्ध बुझेको छ। त्यो झ्यालले देखेको छ बाटो हिँडेका साइकल, मोटर गाडी अनि पैदल हिँड्ने मान्छेहरू, कालो, नीलो, हरियो, पहेँलो रङका गाडीहरू कुनै रफ्तारमा हिँड्छन्, कुनैको चाल धीमा हुन्छ, कुनै भने क्षणलाई अडिन्छन् अनि फेरि त्यो झ्यालको दृश्यबाट ओझेल हुन्छन्। पैदल यात्रीहरू एवं रीतले आउँछन् जान्छन्, कोही भने त्यही बाटो पारीको बगैँचामा रहेको मेचमा केही बेर बस्छन्, घोत्लिन्छन् अनि फेरि दृश्यबाट ओझेल हुन्छन्। कुनै अस्थिर मनले गुथेको व्यर्थका कल्पनातीत भावहरू जस्तै त्यो बाटोका दृश्यहरू पल पल फेरिरहन्छन् अनि बनिरहन्छन्।
तर केही दृश्यहरूले भने गहिरा दार्शनिक विचारहरूले जस्तै दिगन्तव्यापी, प्रभावशाली र अविस्मरणीय छाप आँखा अगाडि छोडेर जान्छन्। त्यो झ्यालले देखेको छ त्यस्तै अविस्मरणीय दृश्य। भविष्यको अन्धकार बाटोमा अल्मलिएका, हराएका किम कर्तव्य विमूढ मान्छेहरू झिनो आशाको प्रकाशमा बनेको साँघुरो बाटोतर्फ दृढ निश्चय भएर आँखाभरि बोकेर सपनाका जाजल्यमान आभा कमिलाको ताती झैँ लामलाएर सम्पूर्ण बाटोभरि एक लयमा एकै रफ्तारले एकै दिशातर्फ निष्प्रयत्न बढाउँदै पाइलाहरू आफूभन्दा सयौं गुणा भारी र दशकौं वर्ष पुरानो भग्न शालिग किसार्दै वर्षौंदेखिको कुण्ठा, मनको उद्विग्नता, झर्न नसकेको आँसु, फुट्न नसकेको क्रन्दन, अर्थ हराएका आवाज, व्यर्थ बनाइएका सुरहरूले मुक्त कण्ठबाट उच्च आवाजमा एकै साथ उठाएको मुर्दाबादको नारालाई त्यो झ्यालले सुने देखेको छ। त्यो झ्यालले देखेको छ कर्कश ध्वनिमा गुन्जिएको त्यो नाराको गर्जनाले बाटो टुली हिँड्ने भुसिया कुकुरहरू पुच्छर लुकाउँदै भागेका, अनि ती ठूला घरका ठालु बनाउँदाहरूको मुटु काँपेको। त्यो झ्यालले ती जनजमातको मुहारमा उत्साहले नाचेको देखेको छ। ती खुकुला मुठ्ठीहरू हौसला र आत्मविश्वासले कसिएको देखेको छ। ती लडखडिएका पाइलाहरू आफूले नै बनाएको बाटोतर्फ डेगिलो छाप छोड्दै हिँडेको देखेको छ। मेरो कोठाको त्यो एकमात्र सानो झ्याल बुढो मान्छेले जस्तै परिवर्तन देखेको छ। म बाटो पारीको त्यही बगैँचामा बसेर मेरो कोठाको त्यो सानो झ्याललाई हेरिरहेछु। म देख्दछु एउटा बुढो मान्छे त्यही झ्यालबाट मलाई हेरिरहेछ। सुनौलो बैंस हराएर केशमा चाँदीको जलप चढेको छ। आकांक्षा र उत्तरदायित्वको भारी लामो समयसम्म बोकेर होला काँध झुकेको छ। भविष्यतर्फ बढी घोत्लिएर धुमिल बन्न पुगेको समीपलाई देख्नका लागि ती बुढा मान्छेका आँखामा पावरदार चस्मा चढेको छ। त्यो बुढो मान्छे हेरिरहेको छ मलाई। म पनि एकहोरो त्यो बुढो मान्छेलाई हेरिरहेको छु। ऊ मलाई हेरेर अतीत सम्झदैछ र म उसलाई हेरेर भविष्य सम्झदैछु।